अन्तरालको आयोजना र बाँकी फुटबल सहकारीमा वैशाख 5 गतेबाट सुरु भएको लुम्बिनी कप अन्तर्राष्ट्रिय आनन्द मेला फुटबल प्रतियोगितामा नेपालका 3वटा विभागीय टोली र भारत सिलगढी एफसी सहित 8वटा टोलीको सहभागिता रहेको थियो र फाइनल खेल वैशाख 12 गते हुनेछ। आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै यो प्ले अफ द म्याचको ट्रफी जित्न सक्नुभएको छ सशस्त्र प्रहरी क्लबका खेलाडी। खेल लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता 2082 को दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रौतहट जिल्ला फुटबल संघलाई 3-0 ले पराजित गर्दै यस प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ। धेरै बधाई छ सशस्त्र प्रहरीको एपीएफ क्लबलाई। र अब वैशाख 12 गते हुने फाइनल खेलमा एपीएफ र नेपाल पुलिस क्लब बीच फाइनल खेलको ट्रफीको लागि प्रतिस्पर्धा